हामीले आफ्नो भिन्न मत संविधान सभाकै माइनुटमा राखेका छौं। त्यसमा हामी संघीय लोकतान्त्रिक गणतन्त्र त्यसभित्र जे जति अधिकारको कुरा महिलाले, दलितले, आदिवासी जनजातिले, मधेसीले, थारूले, मुस्लिमले पाएका छन्, यी पक्कै पनि ऐतिहासिक जनक्रान्तिका उपलब्धिहरू हुन्, जनयुद्ध र जनआन्दोलनका उपलब्धि हुन्। यिनमा हाम्रो सहमति छ र हामी यसलाई समर्थन गर्छौं। तर संघीय लोकतान्त्रिक गणतन्त्रलाई साँच्चै सफल पार्ने र जनताले अनुभूत गर्ने गरी पहिचान पनि, विकास निर्माण र समृद्धि पनि हासिल गर्ने हो भने शासकीय स्वरूप जे यहाँ प्रस्ताव गरिएको छ त्यो ठीक छैन। यो शासकीय स्वरूपले अस्थिरता मात्रै निम्त्याउँछ, अराजकता मात्रै निम्त्याउँछ र यो शासकीय स्वरूपले भ्रष्टाचारलाई मात्रै जन्म दिन्छ भन्ने सोचका साथ त्यसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको सिद्धान्तसँग मेल खान्छ भनेर राखेका थियौं। त्यस्तै जनसङ्ख्याको अनुपातमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली गरेर मात्रै राष्ट्रिय एकतालाई पनि सुदृढ गर्न सकिन्छ, सुशासन पनि कायम गर्न सकिन्छ भनेर 2072 मै हामीले भनेका थियौं। तर त्यो भनेर संविधान बन्नबाट रोक्दा अहिले प्राप्त भएका अधिकार पनि त्यतिबेलै गुम्ने खतरा भएको हुनाले हामीले फेरि केही सहमति, केही सम्झौता गरेर भए पनि तत्काल संविधान घोषणा गर्नुपर्ने देशको ऐतिहासिक आवश्यकतालाई महसुस गरेका थियौं। अहिले राजेन्द्रजीले यो विषयमा बडो प्रश्नसँग मैले त धेरैचोटि व्याख्या गरेको छु। जबसम्म पूर्ण समानुपातिक निर्वाचन प्रणाली र अनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या कार्यकारी प्रमुख हुँदैन तबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रले स्थायित्व पनि दिँदैन, सुशासन पनि दिन कठिन हुन्छ भनेको कुरा अहिलेको घटनाक्रमले पुष्टि भएको लाग्छ। अहिले देशमा जस्तो खालको राजनीतिक घटनाक्रम देखा पर्दैछ त्यसले शासकीय स्वरूप र निर्वाचन प्रणालीलाई पनि संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूल नबनाउँदासम्म यस्ता राजनीतिक समस्याहरू पटक पटक पैदा हुन्छन् भन्ने कुरा देखिएको हुनाले पनि र उहाँले यो पुस्तकमा मैले भनेको छु कि मन्त्रीमण्डल बनाउँदा सांसदहरूबाटै बनाउने प्रणालीले सांसद बन्नको लागि अत्यधिक बढी पैसा खर्च गर्नुपर्ने, सांसद बनिसकेपछि मन्त्री बन्नको लागि सम्पूर्ण चलखेलहरू हुने, त्यहाँ पनि करोडौंको चलखेल हुने, मन्त्री बनिसकेपछि सांसद बन्दा भएको खर्च, मन्त्री बन्दा लगानी गरिएको खर्च उठाउनु पर्ने बाध्यता हुने अनि भ्रष्टाचार संस्थागत हुँदै जाने यो प्रणाली भित्रै रोग छ। त्यहाँ यो प्रणालीगत रोगलाई निको पार्ने भनेको प्रणालीमै सुधार गरेर मात्रै हुन सक्छ भन्ने मान्यता थियो र यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने त्यो कार्यकारी प्रमुखले कस्तो मान्छेलाई मन्त्री बनाउने, किनकि 5 वर्ष उसले देशलाई र जनतालाई राम्रो गर्ने मनसायले चुनाव लडेको हुन्छ। त्यहाँ अब 2 करोड अथवा सबै नेपालीलाई किन्न त सकिँदैन, त्यसो गर्दा त्यहाँ भ्रष्टाचारको गुन्जाइस हुँदैन। उसले निश्चित भिजन, देशलाई म यो दिन्छु भन्ने भिजन सहित चुनाव लडेको हुन्छ र त्यो भिजन अनुसार कार्यान्वयन गर्नको निम्ति उसले विज्ञहरूलाई मन्त्री बनाउनु पर्छ। ऊर्जा मन्त्री बनाउनु पर्यो भने ऊर्जा विज्ञ जसले त्यसको ज्ञान छ त्यो मान्छे खोज्न पर्यो। कृषिमा कृषि विज्ञ खोज्न पर्यो। अर्कोमा अर्को विज्ञ, भौतिक पूर्वाधारमा, अर्थशास्त्रमा इत्यादि अर्थ मन्त्रालयमा। त्यसो गर्यो भने मात्रै त्यसले सम्पूर्ण ध्यान चाहिँ जनता र देशको भलाइमा केन्द्रित गर्न सक्छ र क्षमताहरू, देशमा भएका प्रतिभाहरू, चुनाव लडेर जित्ने मात्रै प्रतिभा हुन्छन्, सक्षम हुन्छन्, नेता हुन्छन् भन्ने मान्यता नै गलत छ। चुनाव नलडेर अध्ययन मेहनत गरेर विज्ञता हासिल गर्नेहरू नेताभन्दा धेरै माथि हुन्छन्। अन्तर्राष्ट्रिय रूपमा हेर्यो भने विकसित देशमा यो मान्यता धेरै ठाउँमा लागू भइराखेकै छ। तर हामी कहाँ जसरी पनि चुनाव जित्नुपर्ने, चुनाव जितेपछि जसरी पनि मन्त्री हुने, मन्त्री भएपछि लगानी उठाउनु पर्ने बाध्यताले गर्दा हाम्रो अस्थिरता र कुशासन त्यही भित्र छ भन्ने मान्यता हो र त्यो मान्यतालाई राजेन्द्र श्रेष्ठजीले
आफ्नो चाहिँ पुस्तकमा पृष्ठभूमि सहित क्रमशः व्याख्या गर्दै लगेर निष्कर्ष त्यसमा दिनुभएको छ। त्यसको लागि पनि म उहाँलाई धन्यवाद भन्न चाहन्छु। अब मैले अहिले धेरै व्याख्या गर्न समय पनि छैन। मैले त 3 साढे 3 बजेसम्म सकिएला भनेर अन्त कार्यक्रम राखेको, अहिले अब 4 बज्न लाग्यो। मैले अलिकति कुरा मात्रै मल्लके सुन्दरजीले र अरू साथीहरूले पनि भन्ने गर्नु भएको कुरालाई केही राख्न पर्ने भयो। पहिलो कुरा त यो साँचो हो कि सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि, संविधान सभाबाट संविधान बनेपछि जनताको अपेक्षा अब छिटै सुधार हुन्छ, धेरै विकास हुन्छ, हामी सबैले अधिकार पनि पाउँछौँ भन्ने जो थियो अपेक्षा जनताको, त्यो अनुसार राजनीतिक दलहरू र नेताहरूले काम गर्न नसकेको साँचो नै हो र त्यसको समीक्षा गर्नुपर्छ र त्यसको समीक्षा गरेर अनि कहाँ त्रुटि भयो भन्ने पत्ता लगाएर त्यसको उपचारतिर लाग्नुपर्छ भन्नेमा माओवादी केन्द्र देशमा अहिले 1 नम्बर पार्टी हो। म मल्लजीलाई अस्ति भर्खरै हाम्रो पार्टी केन्द्रीय समितिको बैठकले पारित गरेको दस्तावेज म उपलब्ध गराउँछु, तपाईँ हेर्नुहोला। त्यहाँ गम्भीर आत्मसमीक्षा सहित हामीले हाम्रो वर्ग, हाम्रो राजनीतिक एजेन्डा, हाम्रो समुदायसँगको सम्बन्ध कमजोर भयो, त्यसो हुनुमा हाम्रो नै कमी मुख्य पक्ष हो भनेर रियलाइज गरिएको छ। र अहिले भर्खरै यहाँ बस्दै गर्दा मल्लजीले हामीले सुरु गरेको अभियान हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान त्यो राम्रो भएको छ है। त्यो चाहिँ त्यसलाई पुरा गर्नु पर्यो, मध्य पहाडी लोकमार्ग पनि पुरा गर्नु पर्यो पनि उहाँले भन्नुभयो। उहाँलाई धन्यवाद छ। म खालि के भन्न चाहन्छु भने पार्टीले आफ्नै आत्मसमीक्षा गरेर नै जनतासँग जोडिने भनेर त्यो अभियान सुरु गरेको। हामी त्यहाँ गएर जनताकै घरमा बसेका छौँ, जनतासँगै खाएका छौँ, जनताका दुःख सुख बिहान बेलुका दिनभरि उनीहरूकै कुरा सुनेका छौँ, हेरेका छौँ। त्यसकारण तपाईँले भने जस्तो माओवादी केन्द्र नै त्यस्तो पार्टी बनेको छ जसले आफ्नै शल्यक्रिया गरेर उपचार, मैले त त्यहाँ भन्ने गरेको छु, सायद तपाईँहरूले सुन्नु पनि भयो होला, अलिअलि रोग लाग्यो हामीलाई, काङ्ग्रेससँग मिल्दा अलिअलि काङ्ग्रेसको रोग, एमालेसँग मिल्दा अलिअलि एमालेको रोग, अनि हामी उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको हक अधिकारको निम्ति त्यत्रो लडाइँ लडेको पार्टी उस्तै हो भने जस्तो जो देखियो, त्यसमा अरूलाई दोष भन्दा पनि हामी पहिला आफैलाई शल्यक्रिया गर्नुपर्छ भन्यौँ। त्यो आत्मसमीक्षा गरेपछि हामी चाहिँ जनतामा फर्केका छौँ अहिले, र हामीलाई अहिले सरकार बनाउनतिर लाग्यो। आजभोलि चर्चा हिजो अस्तिदेखि आइरहेको छ फेरि, ल अब काङ्ग्रेस एमाले र माओवादी 3टा मिलेर सरकार बनाउने भए अरे भन्ने चर्चा सोसियल मिडियामा मान्छेले फोन गरेर सोध्ने भएको मलाई साथीहरूले भन्नुभएको छ। म आज यो मञ्चबाट भन्छु कि हामी अहिले सरकारमा जाने कुनै नीति हामीले लिएका छैनौँ, लिँदैनौँ पनि। देशमा सङ्कट आयो भने सङ्कट कसरी समाधान गर्ने भन्नेमा हाम्रो विचार त हामी दिन्छौँ, तर यही सरकारमा गएर हामी पनि कोप्ट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन। बाँकी प्रचार सबै भ्रम हो भन्ने कुरा म प्रश्नसँग यहाँ राख्न चाहन्छु। त्यस्तो कसैसँग औपचारिक कुरा भएको हो कि भन्ने आएको छ, कुरा पनि कसैसँग भएको छैन। अन्य विषयमा त कुरा हुन्छ, जस्तो टिआरसी, सत्य निरूपणसँग सम्बन्धित, बेपत्तासँग सम्बन्धित कुरा त गर्नु नै पर्छ, मैले गरि पनि राखेको छु। तर सरकार बनाउने बारेमा यो पटक हामी बिल्कुल छैनौँ। फेरि हामीले राम्रो गर्न खोज्दै यहाँहरूलाई पनि थाहा छ, हामीले भ्रष्टाचारका विरुद्ध एउटा अभियान अगाडि बढाउँदै हामीले सामाजिक न्यायको पक्षमा केही राम्रा सुरुवात गर्दै हामीले आर्थिक सङ्कटबाट देशलाई बचाउन अगाडि बढ्दै भ्रष्टाचारीलाई बचाउने उद्देश्यले बनेको सरकार भएको हुनाले यो सरकारप्रति हाम्रो सुरुमा नै एउटा ठुलो विमति भएको छ। भ्रष्टाचारमाथि नियन्त्रण गर्ने कि भ्रष्टाचारीको रक्षा गर्ने, हामी त्यसमाथि रोक्नुपर्छ भन्ने अभियानका पक्षपाती भयौँ। अहिलेको सरकार त्यसलाई बचाउनेको पक्षपाती भएपछि त्यहाँ हाम्रो अहिले सरकारको विषयमा मिलन बिन्दु हामीले देखेका छैनौँ।